नेपाल 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 यसपालि नेपाली वर्ल्ड कप फिक्स छ क्या फिक्स होइन त नि जित्छ सियोर हो तर खै पोर्चुगलले जित्न सक्छ अब रोनाल्डोको लास्ट वर्ल्ड कप हो हामी क्रिकेटको कुरा गरे कस्तो बुद्धि छैन क्या तेरो तिमीहरूले त भाइ रुन गर्यो यार क्रिकेट हेर्न सेलले के कुरा गरे यार केटाहरू तिमीहरू यार म त क्रिकेट म्याच हेर्छु नि म त डाई आउट फ्यान हो क्या बरु तिमीहरू हेर्दिन होला म टेस्ट म्याच त हेर्छु र त्यसो भए नेपाली क्याप्टेन को हो भन्छ ल किरण चेन्जिङ थियो होइन पहिला के थाहा रहेछ केही थाहा छैन क्या यसलाई तल आएन तिमीलाई थाहा छैन बरु यार हाउ कुरो गर्दा 24 वर्ष भयो नि थाले मैले क्रिकेट अस्ति भर्खर 19 लाग्यो नि त डायर्ड फ्यान रे यो त कस्तो हुन्छ डायर्ड फ्यान यहाँ टक्क जर्सी लाएर हामी आफ्नो देशलाई सपोर्ट गरिरहेछ जे पाइ त्यही बोलिरहेछ अब तिमीहरू पो अब धनी छौ त अब जर्सी सर्सी लाएर आफूसँग किन्ने पैसा छैन लेख्न पनि नासा लेखेर रहेछ नासाबाट प्रिन्ट भएर आएको होला अब हामीसँग के छ यो नासा त्यो नासा होइन क्या यो नासा सिक्युरिटी भनेको नेपाल नेसनल क्रिकेट टिमको स्पोन्सर हो क्या यो नासा सेक्युरिटी भनेको त ट्रेडिङ केही सम्बन्धी होइन हो यसलाई बरु अलिकति पनि आइडिया रहेछ नासा सेक्युरिटिज भनेको चाहिँ नेपालको लिडिङ स्टक ब्रोकेज फर्म हो क्या उहाँहरूले चाहिँ मान्छेले एकदम स्मार्टली इन्भेस्ट गर्न सिकाउनुहुन्छ क्या स्टक मार्केटमा उहाँको लगभग 5 लाख कस्टमरहरू छन् अनि त्यसपछि उहाँहरूको आफ्नै फुल्ली फङ्सनिङ ट्रेडिङ सिस्टम छ क्या जसलाई चाहिँ नासा एक्स भन्छ यो यस्तो भएको चाहिँ एउटा यो नेपालको एउटा मात्रै कम्पनी हो ए मलाई यस्तो स्टक मार्केटमा त इन्ट्रेस्ट छ कि तर केही आइडिया नै छैन क्या ए टेन्सन नगर न नासा सेक्युरिटिजको आफ्नो ट्रेडिङ स्कुल छ क्या जुन तैँले डिजिटल्ली मजाले त्यहाँबाट आइडियाहरू लिन सक्छस् क्या अनि मजाले स्मार्टली इन्भेस्ट गर्न सक्छस् दामी रहेछ त यार तर म अब भन्नु पर्दाखेरि त्यस्तो त हेर्दिनँ होइन तर हेर्छु क्या क्रिकेट जे होस् मलाई सबै थाहा छ क्या कति फ्यान रहेछस् है त तँलाई एउटा लास्ट एउटा क्वेसन सोध्छु ल तेरो फेभरेट प्लेयर को हो भन् त मेरो रोहित पौडेल त मेरो नि क्या फेभरेट दामी हो यार सेन्चुरी हान्जेले जहिले पनि दामी हो यार मैले रोहित शर्मा भने